आदरणीय साथीहरू नमस्कार। म यतिखेर तपाईहरु सामु उपस्थित भइसकेको छु। नेपालको पहाडी जिल्लामा बसोबास गर्ने एउटा ग्रामीण गृहिणी महिलाको बारेमा सानो कथाको रूपमा यहाँहरु सामु प्रस्तुत गर्न चाहन्छु। हस्त स्वीकार्नुस् कथाबाट नै। नेपालको पहाडी गाउँमा बस्ने गौरी 17 वर्षको उमेरमा बिहा गरेर आएकी थिइन्। साधारण घरको बुहारी, सासु ससुराको सेवा गर्ने, खेतबारीमा काम गर्न जाने, घर धन्दा सम्हाल्ने यही उनको दैनिकी थियो। श्रीमान रमेशले विवाह भएको 2 वर्षमै खाडी देश रोजगारीको लागि जाने निर्णय गरे। के गर्नु त, यही घर बनाउने सपना छ, रमेशले भनेका थिए। गौरीले आँखा भिजाउँदै भनिन्, म तिमीलाई रोक्दिन, म यहाँ सबै सम्हाल्छु। रमेश विदेश हानिए। सुरुका दिनहरूमा चिठी आउँथ्यो, कहिले फोन गर्थे, पैसा पनि पठाउँथे। गौरीले त्यो पैसाले सानो घर बनाइन्, केटाकेटीको पढाइ सुरु गरिन्। बिस्तारै जिन्दगीको लय सम्हाल्दै गइन्। तर 2-3 वर्षपछि रमेशको फोन आउन छाड्यो, पैसा पठाउन पनि छाड्यो। गाउँलेहरूले कुरा काट्न थाले, तिम्रो लोग्ने त अर्कीसँग लाग्यो होला। सासु ससुरा रिसाउने बेला टोकेसो गर्न थाले। तर गौरीले केही भन्दिनथिन्, उनी मौन रहन्थिन्। आँखा रसाएर मनलाई बुझाउँथिन्। मजदुरी गर्ने मान्छेले सजिलै पैसा कहाँ कमाउँछन्, के थाहा के बाध्यता पर्यो होला भन्ने उनको एकमात्र विश्वास थियो। यसै बीचमा उनका 2 छोराहरू स्कुलमा राम्रै पढ्दै थिए। गौरी बिहान 4 बजे उठ्थिन्, गाई दुन्थिन्, खेतमा जान्थिन्, राति केटाकेटीको गृहकार्य जाँच्थिन्। उनलाई जीवनले धेरै परीक्षा लिएको थियो, तर उनी हाँस्न छाडिनन्। गाउँका धेरै महिलाहरूले श्रीमान परदेशमा थिए, कतिपयले दोस्रो बिहा गरे, कतिले डिभोर्स लिए। तर गौरी भने अझै पनि आफ्नो विश्वासमा अडिग थिइन्। जसोतसो दुःखको दिन गुजार्दै थिइन्। एक दिन गाउँमा सेतो टेम्पो आयो, सबैजना हेर्न निस्किए। टेम्पोबाट ओर्लिए रमेश दुब्लो भएको, थकित अनुहार, आँखामा पश्चाताप देखिन्थ्यो। गौरी अगाडि आइन्। केही गुनासो गरिन् होइन, उनले भनेकी थिइन्, फर्किएपछि मेरो घरको ढोका तिमीलाई बन्द हुन्न। फलस्वरूप गौरीले श्रीमानलाई घर लगेर राखिन्। रमेश लाजले नजर झुकाए। उनले थाहा पाए गौरीले केवल घर होइन, एउटा सम्पूर्ण संसार जोगाएकी रहेछन्। साथीहरू, गौरी जस्तै लाखौं नेपाली महिलाहरू छन्, जसले घर मात्र होइन परिवारको आशा र आत्मा बोकेका हुन्छन्। उनीहरू धरती जस्तै सहनशील, आकाश जस्तै विशाल हृदय बोकेका हुन्छन्। यिनै घरवालीहरू नेपाली समाजको मेरुदण्ड हुन्, अदृश्य नायिका, जसले परिवार र समाजलाई उज्यालो दिइरहेका हुन्छन्। हस् साथीहरू, यही शब्दका साथ आजको यो पहाडी गाउँ, नेपालको पहाडी गाउँका महिलाहरूले भोगेको दुःख सुख र नेपाली समाजको यथार्थ चित्रण यहाँहरूलाई प्रस्तुत गरे। कस्तो लाग्यो यहाँहरूले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब र अल नोटिफिकेसनमा घन्टी बजाइदिनु होला र सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै एक लाइक पनि अन्तिममा ठोक्नुहोस् है साथीहरू, नबिर्सिनुहोस्। हस्, धन्यवाद।